नमस्ते, मेरो नाम दिपेन्द्र सुनार। मलाई चाहिँ पाइल्सले चाहिँ 4-5 वर्ष अगाडिदेखि नै समस्यामा थिएँ म। यो सुरुमा चाहिँ आज 6-7 वर्ष अगाडि नै चाहिँ दिशामा चाहिँ सामान्य चाहिँ ब्लिडिङ भए जस्तो हुन्थ्यो। कहिलेकाहीँ 6-7 महिनामा त्यस्तै भयो। एकचोटि हुने, त्यसपछि चाहिँ फेरि 8-9 महिनापछि त्यसरी हुँदै आयो। त्यसपछि चाहिँ अब यो चाहिँ अब सायद मैले चाहिँ अब दिशा साह्रो भयो र होला के होला भन्ने विचारले चाहिँ अस्ते गरिनँ। अनि पछि अलिअलि गाह्रो हुँदै गएपछि चाहिँ बुझ्दै गएँ। अनि त्यसपछि आयुर्वेदिक औषधि चाहिँ चेकअप नगरिकन त्यत्तिकै खाएँ। त्यत्तिकै सर जहाँ गइन्थ्यो डक्टरले चाहिँ पाइल्स हो भन्नुहुन्थ्यो। अब के हो औषधि खाइयो, केही दिन ठिक हुन्थ्यो। फेरि चाहिँ अब हस्पिटलमा पनि गएँ। हस्पिटलमा पनि हेर्नु भयो। त्यसपछि सामान्य चाहिँ औषधि दिनुभयो, ठिक हुन्छ, 2-4 महिनामा ठिक हुन्छ भन्ने विचार गर्नुभयो। त्यही अनुसार चाहिँ मैले अब त्यही अनुसार डक्टरले भनेअनुसार नै त्यही नियमहरू चाहिँ सबै फलो गर्दै जाँदाखेरि के औषधि खाउन्जेल ठिक भयो। औषधि खान छोडेपछि फेरि त्यही समस्या दोहोरिएपछि चाहिँ मैले चाहिँ बुझ्दै यो सामाजिक सञ्जालबाट बुझ्दै आउँदाखेरि चाहिँ यहाँको वेदान्त आयुर्वेद होममा चाहिँ आएर चाहिँ देखाएँ डाक्टर सुवर्ण पौडेललाई। उहाँले चाहिँ राम्रोसँग चेकअप गर्नुभयो। त्यसपछि चाहिँ मेरो चाहिँ यो फिसर भएर चाहिँ मलद्वार चाहिँ साउरिँदै गएको रहेछ। उहाँले 1 हप्ता लगाएर चाहिँ त्यसलाई चाहिँ त्यो एनालाइजेसन गर्नुभयो। अनि त्यसपछि चाहिँ 1 हप्तापछि 2 दिन रेस्ट गराएर त्यसपछि चाहिँ सारसूत्र गर्नुभयो। त्यो गरेपछि चाहिँ अहिले चाहिँ म एकदमै चाहिँ ठिक छु, पुरा 100% जस्तो ठिक छु। गाह्रो हुन थालेको चाहिँ अहिले 6-7 महिना अगाडिबाट चाहिँ यसो दिशा गरिसकेपछि फेरि सानो मासु चाहिँ पलाएको जस्तो महसुस हुन्थ्यो। अनि त्यो मासु पलाएको महसुस भएपछि मैले त्यही बुझेर चाहिँ अब के हो यो, अब यस पहिला त थिएन, दिशाबाट सामान्य रगत मात्रै देखा पर्थ्यो। त्यसपछि यो के हो भनेर बुझ्दै आउँदाखेरि चाहिँ डाक्टर साहबले चाहिँ भनिदिनु भयो कि यस्तो हो। अब यसलाई चाहिँ अब यो औषधि खाएर त्यत्तिकै जाँदैन, यो तेस्रो चरणमा पुगिसकेको छ। अब यो पाइल्स फिसरको 4वटा चरण हुँदै रहेछ। अब पहिलो दोस्रोमा चाहिँ औषधि खाएर ठिक हुँदो रहेछ। तेस्रो चौथोमा पुगिसकेपछि चाहिँ सारसूत्र गर्नै पर्ने रहेछ। मेरो चाहिँ तेस्रोमा पुगेको कारणले गर्दाखेरि चाहिँ सारसूत्र गर्नु पऱ्यो। सारसूत्र गर्नु भएपछि अहिले चाहिँ म एकदमै ठिकै छु। अब त्यस्तो समस्या केही पनि छैन। यदि तपाईँहरूलाई पनि त्यस्तो छ भने आफ्नो रोग नलुकाउनु होला, बेलामा आएर चाहिँ डक्टरको सल्लाह अनुसार चाहिँ उपचार गर्नु होला भन्न चाहन्छु। नमस्ते, म डाक्टर सुवर्ण पौडेल। हाम्रो दिपेन्द्र भाइ चाहिँ एकदमै सुरुको अवस्थामा आउँदाखेरि उहाँलाई राम्रोसँग आफ्नो समस्याहरू सुरुमा राख्न पनि अलि हिचकिचाइराख्नु भएको थियो, किनभने लाज पनि लागेर होला सम्भवतः होइन। अब उहाँले चाहिँ धेरै समय जस्तो औषधिहरू मगाउने खाने अथवा फार्मेसीहरूबाट मागेर खाने कन्डिसन भएर छ। 2-4 ठाउँ हस्पिटल पनि गएर आउँदाखेरि निको नभइरहँदा एकदम निराश भएर आइराख्नु भएको थियो। त्यो हुने कन्डिसनमा चाहिँ मैले सबै कुराहरू हेरेँ र राम्रोसँग उहाँलाई बुझाउँदै गर्ने कन्डिसनमा उहाँको चाहिँ फिसर, उहाँको चाहिँ ट्याग र प्लस पाइल्स पनि देखिरहेको थियो। र उहाँको यो मलद्वार चाहिँ साङ्ग्रो थियो कि सबैभन्दा ठुलो कुरा चाहिँ के भन्दा साङ्ग्रो भएको कारणले गर्दाखेरि उहाँले औषधि खाइन्जेल केही समय ठिक हुने राख्छ, नहुने रहेछ, यहाँ पनि त्यस्तै हो कि भन्ने किसिमको उहाँले फिल गरिराख्नु भएको थियो। त्यो कन्डिसनलाई चाहिँ मैले हेरिसकेपछि चाहिँ हामीले उहाँलाई मैले राम्रोसँग बुझाएँ, हजुरको मलद्वार नै साङ्ग्रो छ, साङ्ग्रो भएको कारणले गर्दा यो समस्या आएको हो र यसलाई चाहिँ हामीले निराकरण गर्न सकिन्छ, नआत्तिनुहोस्, धैर्यता गर्नुहोस् भन्ने कन्डिसनलाई मैले उहाँलाई सबै कुराहरू बुझाइरहँदाखेरि चाहिँ उहाँले मलाई समय पनि दिनुभयो। होइन त्यो कारणले गर्दा आज हामी सफल पनि भयौँ। र त्यो कारणले गर्दाखेरि मलद्वारमा हुने सबै समस्याहरू पाइल्स फिसर फिस्टुलाहरूमा अथवा एनल पोलिपहरू अथवा कहिलेकाहीँ बेरो निस्किनेको समस्याहरू पनि हुन्छ। त्यही भएर हामीले चाहिँ मलद्वारमा हुने सबै समस्यालाई पाइल्सै मान्ने, औषधि माग्ने, खाने नगरौँ। डक्टरलाई भेटौँ, डक्टरसँग राम्रोसँग परामर्श गरौँ। निको नहुने भन्ने केही पनि छैन, किन भन्दा सबै रोगहरूमा सफल हुन्छ। तर डक्टरले राम्रोसँग चाहिँ डायग्नोसिस गरिदिएर राम्रो उपचार, औषधि र उपचार मिल्यो भने चाहिँ ठिक हुन्छ। त्यही कारणले गर्दाखेरि हजुरहरूलाई त्यस्तो केही समस्या पर्यो भने चाहिँ नलजाइकन, अप्ठ्यारो नमानिकन समयमै आइदिनु भयो भने थोरै खर्चमा र थोरै छोटो समयमा नै हामीले राम्रो बनाउन सक्छौँ। त्यही भएर गाह्रो अप्ठ्यारो नमानिकन आइदिनु भयो भने दिपेन्द्र सर जस्तो चाहिँ दुःख पाउनु पर्दैन भन्ने चाहिँ मेरो आग्रह हो। त्यही भएर मलद्वारमा हुने सबै समस्याहरू पाइल्स नहुन सक्छन्। विभिन्न तरिकाका उपचारहरू हामीले एप्लाई गर्नुपर्ने हुनसक्छ। त्यो कारणले गर्दा हजुरहरू चाहिँ समयमा आइदिनु होला। हस्त, नमस्ते।